Hello everyone, this is not a vlog, it's just a short video. I hope you like it. आज चाहिँ म नर्सरी जाँदैछु जुन चाहिँ अत्ले खोलामा रहेको छ जुन धनकुटामा पर्छ। र हामी अहिले नमस्ते झरनाको छेउमा आइपुगेका छौँ। नमस्ते झरना जाने बाटो नमस्ते झरना यहाँ गाडी पार्क गरेर मेरी त्यस्तै 15-20 मिनट हिँड्नुपर्छ होला। मेरै टारको मुनि नै हो। अहिले चाहिँ हामी अब लेउटी पुगेका छौँ। खोला विभिन्न प्रकारका नर्सरीमा बिरुवाहरू लिन गइरहेको छु, जसमध्ये तेजपत्ता, सुन्तला, कागती, स्याउ, घन्टे ओखर पर्दछ। अनि त्यसपछि नरिवलको बोट इत्यादि मेबी समथिङ 1000 क्रस गर्छ होला बिरुवाले सायद। अहिले हामी आइपुगेका छौँ तमरपुरमा र अब यहाँदेखि लाग्छ 15-20 मिनटको नर्सरी पुग्नु। धर्मगङ्गा फलफुल नर्सरी जहाँ चाहिँ हामी आइसकेका छौँ र यहाँ हामी बिरुवाहरू हेर्नेछौँ। अगाडि चाहिँ फुलहरू छन्, यो सबै के खालको होला नि सायद। यहाँ पनि प्लान्टहरू मात्रै छन्, यो अगाडिको चाहिँ सायद प्लान्टै होला नि। प्लान्टहरू छ यहाँ अगाडि, एभोकाडो होला सायद। अनि यो चाहिँ फुलहरू होला। यो चाहिँ म है जुन चाहिँ भिडियो बनाइरहेको छु अहिले। यहाँ सबै प्रकारका बिरुवाहरू हेर्दैछु मैले। त्यसमध्ये अब कुन कुन मनपर्छ त्यो लाने हो। लगेर वृक्षारोपण गर्नुपर्ने छ, जुन चाहिँ हामीले लिइसकेका छौँ। अब चाहिँ फर्किन लागिरहेछौँ हामी। घर फर्किरहेको बेला तम्बर मनको कुरा पोख्नलाई किन मान्छौ झर्को, मनको कुरा पोख्नलाई किन मान्छौ झर्को। धनकुटा डाँडा बजार गाउँ कन्छी बिस्तारै छैन हतार, गाउँ कन्छी बिस्तारै छैन हतार। हाम्रै